हेलो भ्लगमा सम्पूर्णलाई स्वागत छ। हामी चाहिँ यहाँ चेली माइती यसरी चिया खानु दाजुभाइ आछौँ। बजार यसरी ठ्याक्क अनुगमन भन्छु। मेरो चाहिँ पछि प्रधानमन्त्री हुन्छु कि क्या अनुगमन मात्रै आउँछ यार। अवलोकनमा आएको छु, खास चाहिँ अवलोकन हो है। यस्तो छ बजार टक्क। यो अहिले चाहिँ यहाँबाट के भन्छ, यो बजार व्यवस्थापन समितिले बनाएको अल्लो यो घरबाट बजार यति व्यवस्थित भइसकेको छ। यो घरबाट बनेर आएको यस्तो छ बजार देखिन्छ। यो माथि टटा देखिने हो। मान्छेहरू तल किरा जसरी कुदिरहेछन् है। माग चिया लिची हो मैं चाट चिया लु उता रम चिया लु उता। यस्तो छ बजार चाहिँ। यस्तो मजाको बजार व्यवस्थित नै भइसकेको छ भनौँ न। व्यवस्थित छ। आज चाहिँ पानी पर्ला जस्तो छ। पानी पर्यो भने तलको साउनीहरू कसरी के व्यवस्थित गर्छन् होला। यो मान्छेहरू त ठिकै छ, भाग्छन् होटलभित्र साउहरूको बिजोग हुन्छ साउनीहरूको। यहाँ मेरो दाई हुनुहुन्छ। दाई भन्दा नि हामी सँगै जन्मेको, सँगसँगै हो। को दाई र को भाइ भन्ने हो यो छानबिन गर्नु बाँकी छ। 1-2 दिनको तल माथि हो होइन। 1-2 दिन कि 1-2 महिना भन्थे हाम्रो आमाहरूले, आमा बाउले। हामी कति दिनको जेठो कान्छो थिएँ भन्नु त। खै मलाई पनि एक्ज्याक्ट चाहिँ थाहा छैन है। दाजुभाइ हो हामी, फुपू ओचेको। हामी चाहिँ छोरा, मेरो मामाको छोरा। नेपालीमा चाहिँ हाम्रो भाषामा चाहिँ केरायोस् भन्छ फेरि। त्यस्तो छ बजार। कस्तो मजाको छ। आजको मेरो हेलो भ्लग चाहिँ यहाँ बजार केन्द्रित छ। म चाहिँ बजारमा यसरी भिडियो बनाउनु कस्तो रहेछ, कति ठुलो रहेछ हेर्नु होला। यस्तो छ टक्क। मान्छेहरू छ अब चाहिँ उठ्ने बेलाको हो। अब त्यही भएर अलिक किरा जसरी सलबल आयो। कतिजना मान्छे रहेछ यो भित्र को पर्नु भएको छ। यो भिडियो हेरेर भरै म पनि रहेछु भनेर यो मजाले खोज्नु होला। यो भित्र सबैजना मान्छे चाहिँ पर्नु भएको छ। त्यो प्रवेश साउ ले पनि व्यापार गर्दै हुनुहुन्छ। त्यो चिनेको साउ भएर मैले नाम भने। यस्तो अनगिन्ती छन् यहाँ, चिनेको प्राय मान्छे छन्। यो भित्र भएर भिडियो हेरेर भन्नुपर्छ यो चाहिँ। अनि यहाँ यो होटल पनि छ। यसमा चाहिँ यो के भन्छ, बजारले बन गरेको होटल भन्छ। यस्तो तरिकाको सामानहरू छ टक्क। यसरी हामी 2 जना दाजुभाइ चाहिँ हेरिरहेको छ। हिजो कार्यक्रम भएको रहेछ नेपाल शेर्पा सङ्घको चाहिँ हिजो भएको छ। यहाँबाट हिमाल पनि देख्छ, तर माथि बादलले छेकेको छ, नुम्बुर हिमाल। अनि यो बजार पहिला पुरानो यो घरहरू छ। यस्तो मेरो दिदीहरू चाहिँ यसरी बसेका छन्। फेरि दिदी बहिनीहरू चाहिँ पुरा स्याट मुडमा छ। उहाँहरूले चिया अर्डर गर्नुभएको छ। यो चाहिँ बजारको ट्याक्कै माथि टपमा। अनि यहाँ चाहिँ टक्कै यो भित्र चाहिँ के अरे पाक्ने ठाउँ। होटलभित्र कति धेरै मान्छे रहेछ। यो बाहिरैबाट सिसाबाट हेरेको देखेको। हामीले चिया मगाएको छ। चिया 4 कप खान्छौँ होइन। हामी चिया 4 कप खान्छौँ। यहाँ हेर्नु न मेरो फोन, मेरो ऐनामा पर कति दुःखले म भिडियो बनाउँदैछु। यसरी ऐना हेर्ने छ। यो चाहिँ होटल यहाँ छ। अनि त्यसरी नै टक्क यो एरिया सिनहरू यस्तो राम्रो छ। यहाँ बस्ने ठाउँ, कुर्सीहरू छ। अनि यसपछि बजार छ। यस्तो तरिकाको बजारहरू छ। मान्छेहरू यो डिलमा बसेर टक्क हेर्न मिल्यो। यो जुम तानेर को रहेछ, के रहेछ सबै हेरौँ है। तल छेउबाट हेऱ्यो भने त खेद्छन् होला होइन। खेद्नु त के खेद्थे, तै पनि यसरी सबैजना मान्छे देखिँदैन, निस्किँदैन। अनि यहाँ चाहिँ यो चाहिँ तरकारी बेच्ने ठाउँ हो। त्यो घरभित्र पनि अर्ग्यानिक तरकारीहरू आउँछ, गाउँबाटको आउँछ। हाम्रो साउनीले चिया ल्याइसक्नु भएको छ। अनि यो बीच चाहिँ कपरा पसल। यो टनेलहरू राखेको चाहिँ कपरा। त्यसपछि त्योभन्दा मुनि चाहिँ भाडा पर्छ। अनि तल त्यो बीचको गाडीहरू राखेको त्यो रोटै हो। अनि त्योभन्दा तल मुनि अन्नाहरू पनि छ। अन्नाहरू। अनि योभन्दा यसको पछाडिपट्टि यो घरको त्यो रातो घरको पछाडिपट्टि चाहिँ भालेहरू, डोकोहरू, भालेहरू व्यापार हुन्छ। यस्तो छ बजार। कस्तो लाग्यो मजाले हेर्नु होला। यो चाहिँ यताउता मान्छे फोकस गरेर खास हल्लिएको हो। को चिन्नु भएको छ, कोलाई चिनिराख्नु भएको छ, हेर्नु होला भिडियो। मिलाई तपाईँहरूले पनि यहाँ तल आज घुम्दै भएको साथीहरूले पनि भने म कहाँ रहेछु भनेर
म अघि के मसँग मेरो हतारमा के यस्तो ठुलो सिसी क्यामेरा पनि राखेको छ यो बजारमा। फेरि यो चाहिँ नगरपालिकाले राखेको हो। अनि यहाँ टक्क चिया सुरुप पारेर खाने हो। मेरो दिदीको चाहिँ यहाँ फोटो चाहिँ उता हिमालसँग निकाल्छु भनेको बादलले। हामी चाहिँ कालो वर्णको, धेरै कालो नि होइन धेरै सेतो नि होइन, अलिक कालो वर्णको मान्छे हो। मेरो दिदी र मेरो फेसमा खासै त्यति अन्तर छैन, किनभने उहाँ चाहिँ फेरि मेरो साइली आमा दिदी बहिनी, यता चाहिँ फुपूको साइली फुपूको, यता चाहिँ साइली आमाको छोराछोरी हो हामी। यता चाहिँ फेरि मेरो अर्को बहिनी छ, उहाँ पनि त्यत्रो धेरै गोरो वर्णको होइन है, कालो वर्णको। भाइले यहाँ च्यान ल्याइसकेको छ। अब यस्तो छ यहाँ सजिलैबाट हेर्ने पाखहरू यो क्यामेराले सबै भ्याइसकेको छ है। तपाईँहरूले हेर्नु होला। यस्तो आज मौसम चाहिँ अलिक बिग्रिएको छ, पानी पर्ला जस्तो छ, सायद पानी पर्छ होला। अनि एउटा भाइलाई चाहिँ टक्क पठाइदिएको छ फेरि गाडीमा। अनि त्यसपछि यहाँ हामी चाहिँ मस्ती गरेको भरे देखेर उसले नि गुनाला भन्दै आजलाई यति भन्दै बिदा हुन चाहे। हस् धन्यवाद, बाई। यहाँबाट यस्तो छ ऊ तल बजार हेर्दै चिया खाँदै बिदा हुन चाहे। चिया पनि खाएँ मैले, दुध चिया सुरुको। चिन चिया आएछ या नुन चिया मगाएको चिन चिया आएछ। चिया सेन हुन्थ्यो फेम गमी चिया त फेम गमी सेन बिदा हुन्छ। हस् धन्यवाद, बाई।